कपडा पला दियो भने हुन्छ रक्सीमा थप्ने हो कि बाटो थप्ने हो फेरि मलाई उल्टा सुल्टा कुरा गर्ने मलाई नै हुन्छ अलिअलि मैले नि लेखा बनाएको छु आऊ त्यसले अब लेखे परेको फेरि नपढेको फेरि हेर्छ के अब यता हेर्छ नि के पढेको छु भन्नु लागिहाल्छ तपाईले है मैले हेप अनि तपाईले हेप कुन दिन हेप सी भन्ने अब ठेउछ न डाउ भन्नु त्यो मलाई लडा डाउ कसो हैन मेरो छ तपाईको नि छ लडा डाउ कसो अनि के छ नि लडा डाउ सब ए बना भाइयो ए यस्ता मान्छे किनीहरु छ अहिले जाने आमा चाहिँ के भन्नु मेरो तपाईँको मिस्टेक हुन्छ नि मैले राम्रो म त लडा डाउ गरेछु मैले आमा चाहिँ भनेछु मैले आमा चाहिँ कहाँ भने भाइले सुने छैन हैन नि बोले हामीले नि हैन भाइ कसले नि खोजे रे कसले नि खोजे आमा फरक हो के लडा डाउ गरेर आमा चाहिँ त फरक हो मेरो नाम पैसा छ तपाईको नाम यो भाइको मोबाइल हो कि उसलाई गोजीमा हालिराख्नु पर्छ कसरी लाँदैन आमा चाहिँ कुन मान्छे आमा चाहिँ खान्छ नि तपाईले आमा चाहिँ हुन्छ मैले आमा चाहिँ छु आफू मात्रै खाने हो सलाम हो के हो त मैले आमा चाहिँ आशा होला है फेरि आमा छ नरिसाउनु नि तपाईले भन्दा भन्नु सक्दैन मैले तपाईले विजय सर रिसायो भने त अहिले घप्लक्कै गरेर सुतिहाल्छ नि विजय सर पनि हालिदिनु पऱ्यो मलाई पड्काले लगाउँछु आज विजय सर सुत्नु छ नि मेरो छुट्टी नै सरको छुट्टी हो म फ्री छु कुरो हेर्नु रिसर्च त याद पुरा गरिराखिसक्यो अङ्कल भयो होइन सुरु छोडेको होइन होइन अब हामीले चित्त बुझ्यो नि म त चित्त बुझाउने हेर्नु पर्छु फेरि चित्त दुखाउने हेर्नु पर्छु होइन चित्त बुझाउने हेर्नु पर्छु चित्त दुखाउने हेर्नु पर्छु जाड काट्दिने यताको यत्रो माछा काट्दिने मिलाइ काट्दिन्छ यत्रै सिधै यही अगाडि खोलेर काट्दिन्छ यसो त फटिराख्छु नि त कालो फटिरहेको झेक्छु नि त काट्नु त देखाउँदैन नि त देखाउने नि भ्याइयो त यो खोले भ्याइयो काट्न राख्छ कति ल्याएको तिनवटा ल्याएको र ल्याएको दुईवटा ल्याएको एउटा काटेर ल्याएर त भाइहरूलाई पनि थाहा छैन सरकारभन्दा टेन्सन भाइहरू चलान होइन घरका भाइहरूले
उनको बड़ी जिंदा बजा लो हम निकले मेरे त्यस्तो मै तिमी नाठौ इधर म त ना खाइ चिकन हाल्दैन त त्यस्तो कुरा नाठ भाइ मलाई भाइले कुरा आउनु पर्छ गरेको म त केही मान्दैन अहिले होइन सुन्नु न ओ सर जोइको तेलमा कहाँ मान्यता हुन्छ भने मलाई थाहा छैन को ज्वाइँ हो को अङ्कल हो मैले सबै साथीभाइ हो म चाहिँ भेट्न आएको म चिन्दिनँ म सबै साथीभाइ हो गाउँको सपोर्ट उसले मलाई अङ्कल भनेर बोलाउँछ म भातिजनले बोलाइदिन्छु अरे उसले गाउँले अङ्कल हुन्छ सर म चिन्दिनँ म एउटा तपाईँलाई चिन्छु एउटा मलाई चिन्छु बस मैले त मलाई कहिले भाइ बोलाउँछु मैले सर भनेर मलाई गरेछु गरेन टेन्सन गर्दैन मैले त पनि भन्छु तिमीले भन्छु मैले थाहा पनि भन्छु किन न छोरो भनेको उसको गाल गरेर मैले काम गरेको उसले अङ्कल भनेको मैले तँ भन्न मैले पाउँदै गर्नु उसले दाइ भनेर बोलाउँछ आउँदै भनेर बोलाउँछु म भन्छु बस के हो अङ्कल भने चिन्दिनँ जान्दिनँ भने चिन्दिनँ जान्दिनँ सक्छु 5 महिना ड्युटी गरेको हो जोसुकै हो न आफ्नो गाउँ किन नहोस् चिन्दिनँ भनेपछि सक्यो म त्यो जानेको त ए चर्को भइरहेछ अब पेट भर्दै गयो नि त अब चर्को लाग्न थाल्यो ए जसुकैको पेट भर्दै गएछ जस्तो चर्को लाग्छ यसमा झोल हाल्दा हुन्छ राति गाजा उसले त्यसले के हाल्छ र यहाँ आउँदा बढी हाल्छ यति ख्याल गर्नु मैले भने होइन खाइ धुलो नपरेन सुर्ती चाहियो हल्नेवाला छ मसँग ल्याउनु न के हुँदैन जे भन्नु भन्नु तपाईँलाई जस्तो मन पर्छ त्यो खानु 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 अङ्कलजी के भन्छन् त मासिङ भन्छन् त फेरि बुढोले म त हराइदिन्छु हामी मेरो